कहिलेकाहीँ सामाजिक सञ्जालहरूमा फेसबुकहरूमा साथीभाइको फोटो डाउनलोड गरेर हामी जस्ताको तस्तै अपलोड गरिरहेको हुन्छौँ। त्यो नगर्दा राम्रो हुन्छ, किनभने त्यहाँ कपिराइट्सको समस्या आउँछ। अहिले एआईको प्रयोग सबै अब फेसबुक अनि टिकटक सबै अहिलेको सोसियल साइटहरूले एआईको टुल्स एआईको फिचर म्याक्सिमम प्रयोग गरेको छ। त्यो कारणले गर्दा थाहा पाइहाल्छ, कम्पेयर गरेर हेरिहाल्छ। अनि अब के गर्ने त, हाल्दै नहाल्ने त भन्दा त होइन, ह्याप्पी बर्थडे त भन्नु पऱ्यो, साथीलाई शुभकामना त भन्नु पऱ्यो। अनि साथीको फोटो डाउनलोड गरिसकेपछि साइजहरूमा केही फेरबदल ल्याउने, क्रप गर्नु पऱ्यो। त्यस पछाडि तपाईँले लाइटहरू घटबड गरेर अनि थोरै फिल्टरहरूको प्रयोग पनि थोरै गरेर चाहिँ अनि फोटोमा पनि केही कुराहरूमाथि होइन क्याप्सनमा लेखेर चाहिँ हाल्नुभयो भने जेनरल कपिराइट्सको समस्या आउँदैन। अब के होला कपिराइट्सको समस्या आउँदा भन्दाखेरि, कपिराइट्स लाग्यो भने तपाईँको मोनिटाइजेसन मात्र नहुने होइन क्या, सबैजनाले फेसबुकबाट पैसा कमाउने त होइन, मोनिटाइजेसन किन हुनु पर्यो र भन्ने पनि लाग्न सक्छ। तर त्यसको अरू थुप्रै कुराहरू हुन्छ, तपाईँलाई अरू केही फिचरहरू प्राप्त नगर्न सक्छ, अथवा तपाईँको भ्यूहरू कम जाने, तपाईँको फोटोहरू तपाईँको अथवा हुन्छ नि तपाईँको कन्टेन्टहरू चाहिँ पब्लिक बढी नहुने हुनसक्छ, बुस्ट नहुने हुनसक्छ। त्यो कारणले गर्दा सकेसम्म हामीले अरूको कन्टेन्टहरू फोटो मात्रै नभएर भिडियो अडियोहरू सबै पनि सकेसम्म हुबहु नै हामीले डाउनलोड गरेर नहाल्दा राम्रो। अनि क्रप मात्रै होइन कि हामीले एउटा कुरा ध्यान दिनुपर्छ, डाउनलोड गर्दाखेरि चाहिँ इन्टरनेटको लिङ्क सहितको फाइल नेम पनि आएको हुन्छ क्या, मैले कहाँबाट डाउनलोड गरेको, के नामको फाइल थियो भनेर। त्यसलाई चाहिँ तपाईँले क्लिक बटन थिचिराखेर रिनेम गरेर चाहिँ नाम आफ्नै तरिकाले फोटोको नामहरू दिनुभयो भने चाहिँ रिनेम गरिदिनु भएर अनि त्यस पछाडि अघि मैले भने जस्तो एडिट गरेर अपलोड गरिदिनु भयो भने चाहिँ लगभग कपिराइटको समस्या आउँदैन। धन्यवाद।